हेलो नमस्ते। आज फेरि हामी लास्ट टाइमको भिडियोमा चाहिँ हामीले एउटा साइड प्लान बनाएको थियौँ। यही यस्तो साइड प्लान चाहिँ अब यसबाटै हामी फेरि सुरु गर्दैछौँ अब प्लानिङ। अब यसबाट हामी चाहिँ मैले हजुरलाई एकदम डिटेलमा सबै कुराहरू भनिदिन्छु है त। अब यसबाट हामी चाहिँ प्लानिङ सुरु गर्नको लागि गइरहेछौँ। यो चाहिँ अब हाम्रो नर्थ यता पऱ्यो। यो स्याम्पल दिने हो। यो चाहिँ हामीले पहिला स्याम्पलहरू पनि दिनु पऱ्यो। स्याम्पल नदिकनै त्यत्तिकै काम गर्दाखेरि पनि क्लाइन्टहरूलाई पनि चित्त बुझ्दैन सुरुमा। हजुरहरूले सबै कुराहरू चाहिँ आफ्नो मर्जीले दिन सक्नु हुँदैन। कतिपय चाहिँ उहाँहरू पनि सुनिदिनुपर्छ, यही नै गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। राम्रोसँग कुरा गर्ने, उहाँहरूको आफ्नो मनसायहरू पनि बुझ्ने, उहाँहरू पनि आफ्नो कुराहरू हुन्छ, भित्री कुराहरू। किनकि घर भन्ने चिज बनाइराख्ने होइन, एकदम नरम भएर बोल्ने, डिल गर्ने बेला है। कतिपय कुराहरू चाहिँ अब यस्तै हो, आफैले बुझ्नुपर्छ होइन। यो चाहिँ हाम्रो 5 फिट सेटब्याक हुन्छ है। म चाहिँ एकदम बिस्तारै आनन्दले, बरु यो भिडियोलाई मैले पार्ट बनाइदिन्छु, पार्ट हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ बिस्तारै गर्दाखेरि ठिक हुन्छ, केही फरक परेन। किन हतार गर्नु पऱ्यो धेरै होइन। आनन्दले सिक्नुहोस्, एकचोटि सिकेपछि सिकिराख्नु पर्दैन। पछाडिबाट हामी चाहिँ 3 फिट 4 इन्च छोड्थ्यौँ। त्यसपछि चाहिँ अब हाम्रो चाहिँ टोटल चाहिँ हामी चाहिँ घरको टोटल जग्गाको हजुरको 30% चाहिँ हामीले छोड्नुपर्ने हुन्छ क्या जग्गाहरू चाहिँ। त्यो 30% भनेको चाहिँ अगाडिको भाग पनि हुनसक्यो होइन, हजुरको अगाडिको भाग पनि हुनसक्यो, पछाडिको भाग पनि हुनसक्यो। त्यो कारणले गर्दा 30% चाहिँ पुऱ्याउने छोड्ने हो हामीले चाहिँ। अनि 70%मा हामीले घर बनाउन पाइयो होइन। नगरपालिकाको नियमअनुसार यो चाहिँ नेपालभरिको नगरपालिकाको नियमै लगभग सिमिलर छ, एउटै नै छ। अब वार्डहरू गाउँपालिकामा चाहिँ फरक होला, अब त्यो आम ठाउँमा छ, त्यो ठाउँ हेरेर हुन्छ, तर सिमिलर नै छ यसमा चाहिँ। अब प्लानिङ गर्दाखेरि चाहिँ जहिले पनि ख्याल राख्नुपर्ने कुरा, पार्किङलाई चाहिँ सुरुमै स्पेस दिइहाल्ने है। त्यसपछि चाहिँ बरु पछि बिस्तारै बढाउने, हामी बढाउन नै मिल्यो, बढाउन गाह्रो हुँदैन। अब यसलाई चाहिँ हामी चाहिँ घर चाहिँ सिधा बनाउनु पऱ्यो। घर चाहिँ सिधा बन्नु, घर त छड्के बनाउनु भएन होइन। घर सिधा बनाउँदै जाँदाखेरि घरलाई त अलिकति थोरै एलाइन गर्नु पऱ्यो क्या है। यसरी मिलाउँदाखेरि अलिकति कन्फ्युज भइन्छ भने थोरै आफ्नो एउटा कलर चेन्ज गरिदिने, हेर्न सक्नुहुन्छ कतिको फरक आउँछ है। अनि फेरि एकचोटि चेक गर्ने होइन। 1 फुट 4 इन्च फरक आइदियो, 1 फुट 4 इन्च फरक आइदियो भनेपछि होइन, एकदम केयरफुल भएर
फेरि यसलाई यहीँ राखिदिउँ पछि फेरि गुन्या मिलाउँदा हजुरको घर नबस्न सक्छ यसमा यसलाई पनि एकचोटि कलर चेन्ज गरेर काम गर्ने मान्छेहरूलाई चाहिँ गाह्रो हुनसक्छ हजुरले यो मिलाइदिनु भएन भने आफै त्यही भएर आफै मिलाइदियो भने सजिलो धेरै ग्याप आएको छैन यसमा हैन यो जिरोहरू चाहिँ हजुरको एकदम टाइट छ एकदम जिरो यो चाहिँ तर हामी एमएममा पनि गर्छौँ ड्रइङ चाहिँ यो चाहिँ अहिले इजिली बुझ्नको लागि चाहिँ फिट इन्च हैन यो चाहिँ मैले प्राविधिकहरूको लागि मात्रै होइन कि हाम्रो यो घर बनाउने ठेकदारहरू हुनुहुन्छ हैन बिल्डर्सहरू हुनुहुन्छ जो नयाँ आउने कर्ममा हुनुहुन्छ जो काम गर्दै पनि हुनुहुन्छ कतिपयलाई चाहिँ थाहा हुँदैन कतिपय कुराहरू चाहिँ सिक्ने हो सबैले सिक्दै जाने हो अब यसमा हामी पर्सेन्ट हेरौँ है त पर्सेन्ट चाहिँ आयो हाम्रो स्क्वायर फिट हेरौँ है स्क्वायर फिट यहाँ दिन्छ त्यो कमान्डहरू मैले हजुरलाई सिकाइदिन्छु यो चाहिँ यसको एरिया यो ल्यान्ड एरिया आयो हजुरको 1394.29 हैन त्यसपछि हाम्रो बिल्डअप एरिया आउँछ बिल्डअप एरिया आयो 884.18 है अब यो कुरालाई हजुरले हामी चाहिँ एकचोटि यसको पर्सेन्ट हेरौँ है त पर्सेन्ट हेर्दाखेरि चाहिँ डिभाइड बाई 1394.29 हैन भनेको हजुरको 63% आउँदो रहेछ है 63.41 भनेको हामी काम गर्न मिल्यो अब यसमा स्याम्पल बनाइदिउँ अनि काम गर्न मिल्यो बढाउनु पर्यो भने हामीसँग अझै पर्सेन्ट छ 63 भन्दा माथि अझै हामी बढ्न सकिन्छ है त यो मैले अगाडिको छोडेको भाग हो यो अगाडि छोडेको भाग चाहिँ यो भयो हैन भनेको हजुरको कार पार्किङको लागि चाहिँ ठुलो हाइलक्सहरू देखि अरूहरू चाहिँ नमिल्ला तर सानो र नर्मल पार्किङ चाहिँ आउँछ त्यस्तो पार्किङै नहुने भन्ने पनि होइन अब यस्तो कतिपय कुराहरू चाहिँ अब हामीले चाहिँ ठाउँ अनुसार पनि दिन सक्नुपर्छ त्यतिकै पनि हुँदैन सबै बनाइदिन्छु भनेर पनि सकिँदैन रिक्वायरमेन्ट हुन्छ सबैको अब हजुरको जग्गा हुन्छ कसैलाई घर ठुलो चाहिरहेको हुन्छ कसैलाई पार्किङ ठुलो चाहिरहेको हुन्छ हैन कसैलाई त्यही त हो आफ्नो हुन्छ त्यो कारणले गर्दा अब यसमा हामी प्लानिङ गरिन्छ है त ओके थ्याङ्क यू